ओहो यो पो आउँदै रहेछ यसलाई आज दिमाग लाएर यसको म पैसा थुक्छु ओहो केटा के केटाकेटी जस्तो खेलेको हौ तिमी लाटा हो त्यति साह्रो नभन न लाटा नभन न यार म लाटा हो त यो गाडी खेलाउन सक्दिनँ यो के हो भन त यो के हो यो गाडी होइन गाडी हुन्छ नि केटाकेटीले मात्रै खेलाउँछ यसो अब हेरेको नि कस्तो आविष्कार चाइनाले कस्ता कस्ता गरेको रहेछ भनेर यसो विचारेको नि मलाई लाटा भन्छौ हेर्छौ मैले जतिको काम गर्छौ तिमी अघि भर्खर मैले त्यहाँ ढुङ्गा यत्रो बोकेर आएको छु खोलाबाट तब 50-60 केजीको के त्यो जाबो ढुङ्गाको कुरा गरेको मैले त नि जस्तै भर्खर त्यहाँ 2 बोरा 50-50 केजीको चामल यही काँधमा बोकेर आएको किलो कुरा गर्छ ढुङ्गाको कुरा गर्छ हावामा बौला जस्तो कुरा गर्छ लु यदि त्यसो हो भने बाजी खेलौँ न त बाजी जाबो त 2 बोरा चामलको कुरा गर्छौ म त झन् चाह्यो भने एउटै हातले गाडी उठाइदिन सक्छु के भनेको गाडी उठाइदिन सक्छु लु त्यो त होइन लु मैले विश्वास गरिनँ केटा त्यो चाहिँ होइन बाजी खेल्छु तिमीसँग त्यसको बारेमा त बाजी खेल्छु ल खेल्ने भए खेलौँ न त कति बाजी खेल्ने भए खेलौँ न त साँच्ची हो खेल्ने हो ल खेल्ने हो ल साँच्ची ल यहाँ कति छ पैसा लु यो पैसा परेन यो पैसा परेन ल यो पसै राखिदिनु ल पसै राखिदिनु साँच्चै हो नि झुट त बोल्दैनौ नि तिमी साँच्चै हो भने लु यो पसेको यो हो पक्का मैले यो लान्छु नि यो पाउँछु नि ल हेर है त ल हेर यो के हो गाडी हो कि होइन यो गाडी चाइनाले बनाएको गाडी एकै हातले उचाल्छु भनेको छु नि उचालिन के हो उचालिन पस मेरो हो केटा लाटा भनी लाटा होइन दिमाग चाहिन्छ दिमागले बाटो हुने हो देखिस्